शुभ बिहान। ए ठन्डा छ यहाँ, ज्यादा घाम तापेर बसेको छु बाहिर। बिहानको काम धन्दा पूजापाठ भ्याएर मन्दिरको साममा घाम तापी बसेको छु। श्री स्वस्तानी परमेश्वरीको व्रत आरम्भ भयो। हिजो पूर्णिमाको दिनमा व्रत पूजाहरू गर्नु पनि पाइएन। घरमा छिमेकीमा दाइ खस्नु भयो। अस्ति भिडियोमा भनेको थिएँ नि, न्यु इयरको टाइममा हाम्रो त मेडिकलमा जानुभएको थियो, न्यु इयर मनाउनु पाइएन भनिएको थिएँ। उही दाजु खस्नु भयो र अब के गर्नु, छिमेकी हुन्, मगर थापा हुन्। अनि मगर थापा भए पनि अब छिमेकीमा परेको घडीमा जातमा कोही बात छैन, सहारा गर्नुपर्दछ, गर्नुपर्दछ। त्यस कारणले उतै अब छिमेकीमा त्यस्तो जुठो पऱ्यो भने कसरी अब व्रत पूजाहरू गर्नु। त्यस कारणले हिजो गरिनँ। अब औँसीबाट स्वस्तानी व्रत गर्नेछु र यस्तै हो। परेको घडीमा सबैलाई हेर्नुपर्दछ, गर्नुपर्दछ। अरू त्यो दाइको बिचरा घरमा अब छोरा मान्छे थिएनन्, उनी एक्लै 5-6 महिनाबाट हाम्रो श्रीमान मेडिकल लिएर गइरहनु भएको थियो। हिजो खस्नु भयो। साह्रै नराम्रो लागेको छ, दुःख लागेको छ। बाई, यहाँको खबर यस्तै हो।